नमस्ते। आज हामी नेपाल राष्ट्र बैंकले ल्याएको एउटा एकदमै महत्त्वपूर्ण नयाँ नियमको बारेमा कुरा गर्दैछौँ। यो नियमले पैसाको कारोबार गर्ने हाम्रो तरिकामा सिधै असर पार्न सक्छ। ल, के रहेछ त यो परिवर्तन? हेरौँ है त। ल, अब सोच्नुस् त तपाईले 5 लाख रुपैयाँ भन्दा बढीको भुक्तानी गर्नु पर्यो। हो, यस्तो अवस्थामा अब एकछिन रोकिनु पर्ने भयो, किनकि एउटा नयाँ नियम आएको छ जुन जान्नै पर्छ। खासमा राष्ट्र बैंकले ठूलठूला भुक्तानीको सीमामा एउटा ठूलै परिवर्तन ल्याएको छ। ल, अब यो नयाँ सीमा के हो र यसले कसरी काम गर्छ, अलिक गहिराइमा गएर हेरौँ। भन्नुको मतलब अब एउटा निश्चित रकमभन्दा माथिको कुनै पनि पेमेन्ट नगदमा गर्न पाइने छैन। हो, ती सबै कारोबारहरू अब अनिवार्य रूपमा ब्याङ्किङ च्यानलबाटै जानुपर्छ। ओके, यो परिवर्तनलाई अझै सजिलोसँग बुझ्नको लागि पहिले के थियो र अहिले के भयो भनेर तुलना गरेरै हेरौँ न है। ल हेर्नुहोस्, सबैभन्दा ठूलो चेन्ज नै यही हो। पहिले कस्तो थियो भने 10 लाख वा त्योभन्दा बढीको भुक्तानी गर्दा मात्रै बैंकबाटै गर्नुपर्छ भन्ने थियो। तर अब त्यो सीमालाई ठिक आधा घटाइयो। हो, अब जम्मा 5 लाखमा झारिएको छ। हो, यो 5 लाख रुपैयाँको अङ्क चाहिँ एकदमै याद राख्नुहोला, किनभने अबदेखि ठ्याक्कै यो रकम वा यो भन्दा बढीको कुनै पनि भुक्तानी गर्दा क्यास दिन पाइँदैन। अनिवार्य रूपमा एकाउन्ट पेई चेक जुन सिधै पाउनेको खातामा मात्रै जम्मा हुन्छ त्यो दिनु पर्यो वा सिधै ब्याङ्कबाट पैसा ट्रान्सफर गर्नु पर्यो। तर एकछिन है, के यो नियम सबै ठाउँमा सबै अवस्थाहरूमा लागू हुन्छ त? त्यसो भए यसको जवाफ चाहिँ हुँदैन भन्ने छ। राष्ट्र बैंकले केही खास अवस्थाहरूलाई यो नियमबाट छुट दिएको छ। ल, त्यसो भए हेरौँ न त कुन कुन अवस्थाहरूमा चाहिँ 5 लाखभन्दा बढीको नगद कारोबार गर्न अझै पनि छुट छ। ल हेर्नुहोस्, यो लिस्टमा के छ भने मूलतः सरकारलाई गर्ने भुक्तानीहरू, अनि जलविद्युत वा सडक जस्ता ठूला प्रोजेक्टमा काम गर्ने मजदुरहरूको ज्याला, त्यसैगरी अदालतमा तिर्नुपर्ने जरिवाना वा धरौटी, राहत वितरण र बैंक सहकारीहरूले आपसमा गर्ने कारोबार, यस्ता एकदमै जरुरी र संवेदनशील क्षेत्रहरूलाई चाहिँ यो नियमले छोएको छैन। ओके, यति त बुझियो। तर अब प्रश्न के आउँछ भने राष्ट्र बैंकले यस्तो नियम किन ल्यायो होला त? आखिर यसको पछाडिको खास उद्देश्य के हो? यसको एकदमै सिधा र सरल जवाब छ। ब्याङ्किङ कारोबारलाई पहिलेभन्दा अझै धेरै सुरक्षित बनाउने अनि हरेक पैसाको कारोबारलाई पारदर्शी मतलब छर्लङ्ग देखिने बनाउने। अझै सजिलोसँग बुझ्नलाई यसलाई एउटा डिजिटल फिल्टर जस्तै सम्झिनुहोस् न। हो, हाम्रो अर्थतन्त्रको लागि एउटा फिल्टर जसले पैसा कताबाट आयो कता गयो भनेर निगरानी गर्न मद्दत गर्छ। यो चित्रले अझै क्लियर पार्छ। हेर्नुस् त, पहिले कस्तो थियो भने यो फिल्टरले 10 लाखभन्दा माथिको कारोबारलाई मात्रै छान्थ्यो, मतलब निगरानी गर्थ्यो। तर अहिले यो फिल्टरलाई अझै कडा बनाइएको छ। अब 5 लाखभन्दा माथिका सबै कारोबारहरू यही फिल्टरबाट गुज्रिएर जानुपर्छ। यसले के फाइदा भयो भन्दा आर्थिक गतिविधिहरूको एकदमै स्पष्ट हिसाब किताब राख्न मद्दत पुग्छ। अनि पारदर्शितालाई अझै बलियो बनाउनको लागि के गरिएको छ भने जुन छुट दिएको कारोबारहरू छन् नि, हो त्यस्तो नगद भुक्तानीको पनि ब्याङ्कहरूले हरेक महिना रिपोर्ट बुझाउनुपर्छ। यो पनि अनिवार्य छ। ल, यति सबै कुरा गरिसकेपछि यसको निचोड के त? हाम्रो दैनिक जीवनमा याद राख्नुपर्ने सबैभन्दा मुख्य कुरा चाहिँ के हो? सिधा कुरा, अबदेखि कसैलाई 5 लाख वा त्योभन्दा बढी पैसा तिर्नु पर्यो भने नगदको झन्झट नगर्नुहोस्। बरु अनिवार्य रूपमा एकाउन्ट पेई चेक काटेर दिनुहोस् वा सिधै उसको ब्याङ्क खातामा पैसा पठाइदिनुहोस्। यति हो। र